इसको ऐसे करना पड़ेगा, है ना। ये सीधा माउस चलाना मानता है। ओह यस, यो हेलमेटको लागि हो खासमा भने काट्नु पर्दैन। नयाँ प्याकेट त नयाँ प्याकेट नै छ। अब यसको यो डिभाइस भयो, यो दुईटा स्पिकर भयो, अनि माइक कहाँ छ? माइक यहाँ छ है। यसको माइक भनेको यहाँ छ हैन। अब यसको चार्जर भन्नाले यसको केबल मात्र रहेछ। यो चाहिँ चार्ज गर्ने यो भनौँ न के छ मुख बन्द गरौँ त। लागि नोइज हटाउनको लागि चाहिँ यो हुन्छ, यो फोम एक्स्ट्रा यो यसको दिए रहेछ। र तपाईँको यसमा स्क्रुपहरू पनि छ त, स्क्रू रहेछ। र तपाईँको यो डिभाइस भयो, दुईटा स्पिकर भयो होइन। अनि यो एक्स्ट्रा चाहिँ तपाईँको यो स्क्रू दिएर रहेछ, एक्स्ट्रा हो यो खासमा। र तपाईँको यो भनेको तपाईँको हेलमेटको यसमा टाँस्नको लागि होइन। यो हेलमेटमा टाँसेर यो स्क्रैच नलाग्नको लागि दिए रहेछ यो दुईटा चाहिँ, उकाएर टाँस्न मिल्दो रहेछ। अनि यो ट्याप 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 यसमा टाँस्दो रहेछ, टक्क यसरी टाँस्ने खालको रहेछ यो। अब यसले म हेलमेटमा फिट गर्दैछु, हेर्नु होला। अनि यो पहिला यो फोम प्याड निकाल्नुपर्छ। यसको फोम चाहिँ यो दुईटै साइडको निकालेर त्यसपछि फिट गर्छु, हेर्नु होला। लकवाला हुँदो रहेछ यो, यसरी यसरी। म अन गरेर पनि देखाउँछु। यसलाई चाहिँ के हो, प्रेस गरिराख्यो भने अन हुन्छ क्या? यसलाई प्रेस गरिराख्यो भने अन हुन्छ। र यो तपाईँको यो डिभाइस भनेको वाटरप्रुफ, प्योर वाटरप्रुफ। र यसको ब्याट्री ब्याकअप भनेको एकचोटि चार्ज गऱ्यो भने 1 हप्तासम्म टिक्ने खालको चार्ज हुन्छ यसको। र तपाईँको एकदमै राम्रो यो रहेछ सामान चाहिँ होइन। एकदमै मलाई ठिक लागेर अर्डर गरेर आएको हो। अब तपाईँको यो अब यसलाई यता आउनुपर्छ खासमा है। लक दिएको रहेछ, यसरी टक्क गरेर फिट गर्नु मिल्दो रहेछ। यसरी लगाएर पहिला चाहिँ स्पिकरलाई फिट गरौँ। अब यो अर्को पनि स्क्रू बस्थ्यौँ हो, दुईवटा दिएको रहेछ। स्क्रू चाहिँ टाइट गरिसकेपछि तपाईँको यो रबरको दिएको रहेछ। यसमा पानीले चाहिँ खियाहरू नलागोस् भनेर यसको कभर दिएको रहेछ, फोहोरहरू पनि नपसोस् भनेर। अनि यो स्क्रू टाइट गरेपछि यो चाहिँ लगाइदिने हो होइन। कस्तो टाइट रहेछ, एकदमै यो बलियो भइसकेको रहेछ, एकदम बलियो छ है होइन। झर्ने चान्सै हुँदैन। अब यो चाहिँ तपाईँको लेफ्ट साइड भयो होइन, हेलमेटको लेफ्ट साइड भयो। अब लेफ्ट साइडमा जुन यो सानो तार छ नि, यो सानो वायरवाला, यो सानो वायर चाहिँ तपाईँको यो साइडमा राखेर माइकले टक्क फोल्ड गरेर यसरी राख्नु मिल्छ। योभन्दा अगाडि चाहिँ मैले चाहिँ यो यसलाई टाँसेर अनि त्यसपछि यसलाई टाँस्छु कि होइन। एकदमै बलियो हुन्छ, यताउता चल्दैन स्पिकर चाहिँ। त्यही भएर चाहिँ यसलाई पहिला टाँसौँ। बन्द गर्नु। फिट भइसक्यो। यसमा ट्याप बटासिन छ यो चाहिँ तपाईँको, यो यसमा टाँसिसक्यो। अब यसमा यो टाँस्न चाहिँ एकदमै सजिलो हुन्छ। मिलाएर टाँस्नु पर्छ यो।
यसरी फिक्स हुने फिक्स भइसक्यो अब ल तपाईँको यो हेलमेटको लागि ब्लुटुथ के भनौँ यो वायरलेस हेडफोन पुरै फिटिङ भइसकेको छ है। अब यसलाई चाहिँ अब बाहिरसम्म पनि साउन्ड आउँछ है। तपाईँको यसको म फिचर भन्छु एकछिनमा। र यसको चाहिँ सेटल यहाँ गरिसकेको छु है। अलिकति उठेको भइरहेछ। अब फरक हेलमेटमा अलिकति हुन्छ। यहाँ लक लाउने ठाउँमा चाहिँ ठ्याक्कै स्पिकर परेको छ, त्यही भएर नबसेको। अब यताको भइसक्यो फिट। अब यताको चाहिँ यो टाँसिसकेको छ स्पिकर र यो चाहिँ यसको फर्म प्याड मिलाउनु पर्ने छ। अब हेरौँ यो गरेर तपाईँले देखाउँछु म, सुनाउँछु पनि र यसको बारेमा भन्छु म। यो फाइनली चाहिँ तपाईँको यो इन्स्टल भइसक्यो र यसको हेर्न सक्नुहुन्छ थोरै उठेर यसो साइडबाट होइन। अब यो हेलमेट लगाउँदै गएपछि यो बस्छ बिस्तारै होइन। हेर्न सक्नुहुन्छ यहाँबाट साउन्ड आउँछ। तपाईँको स्पिकर ठ्याक्कै यहाँ छ, देखिरहेछ। यस्तै यहाँ पनि देखिरहेछ। सही ठाउँमा लाउनुपर्छ एकदमै, अनि मात्र सुनिन्छ राम्रोसित। ल अब यसको यो डिभाइसको बारेमा अलिकति फिचरको बारेमा भनौँ। यो डिभाइसको अब यो चाहिँ तपाईँको अन गरेर म देखाउँछु। यो चाहिँ प्रेस गरिराख्यो भने है, यसलाई अन अफ गर्नको लागि यो बटनले अन अफ हुन्छ। तपाईँको यो प्रेस गरिराख्यो भने चाहिँ यो अन हुन्छ है। अनि यसमा केही गर्नु पर्दैन, अटोमेटिक तपाईँको ब्लुटुथ कनेक्ट हुन्छ। मोबाइलको ब्लुटुथ अन गर्ने बित्तिकै यसमा कनेक्ट हुन्छ तपाईँको। अब यसको के नाम छ तपाईँको यो BT12 भनेर यसको नाम रहेछ। यो चाहिँ BT12 यो चाहिँ देखाउँछ। यसमा कनेक्ट गर्नुपर्छ। तपाईँको यो चाहिँ फोन रिसिभ गर्नको लागि होइन। फोन कल आयो भने तपाईँको यो क्लिक गरेपछि एक क्लिकमा चाहिँ रिसिभ भयो कल होइन। अनि तपाईँको यो भोल्युम बटन भयो, यो चाहिँ अब घटाउने भयो होइन। यो भोल्युमको बटन भयो दुईवटा। अनि तपाईँको यो चाहिँ अब लास्ट कल तपाईँको यदि जुन डायल गर्नु भएको छ, यदि त्यसमा कल गर्नु छ भने मोबाइल निकालिकन यसैबाट कल पनि लाग्छ। तपाईँको लास्ट कल जुन छ त्यसमा लाग्छ। यो डबल क्लिक गरेपछि तपाईँको यो कल पनि लाग्छ यसले। र तपाईँको यदि कुरा गरिराख्नु भएको छ भने फोन काट्नको लागि चाहिँ डबल क्लिक गरेपछि फोन पनि काट्छ। र तपाईँको एकदमै अब सजिलो हुन्छ। बाइक राइडमा तपाईँको हिँड्दाखेरि तपाईँको फोनहरू आयो भने तपाईँको मोबाइल निकाल्दा झ्याउ हुने, मोबाइलमा धेरै नोइजहरू आउने, गाह्रो हुने, झन्झटिलो हुन्छ। अब यो भएपछि तपाईँको हिँड्दा पनि तपाईँको फोन निकाल्नु परेन। यो क्लिक गरेपछि तपाईँको यहाँबाट कुरा हुन्छ। तपाईँको माइक पनि यहाँ दिएर रहेछ। यो यसले चाहिँ नोइजहरू क्यान्सल गरेर तपाईँको एकदमै क्लियर भोइसमा चाहिँ तपाईँको कुरा हुन्छ। एकदमै बेस्ट छ तपाईँको। यो चाहिँ मलाई यो ठिक लागेर चाहिँ अर्डर गरेको र मगाएको। अनि मैले यो फाइनली सब फिटिङ गरिसकेको छु। यसलाई चाहिँ इन्स्टल गरिसकेँ मैले। अब चाहिँ यसमा म्युजिक पनि सुन्न पाइयो। तर तपाईँहरू चाहिँ एकदमै अब बाइक राइड गर्दाखेरि तपाईँको अब लाउड साउन्डमा चाहिँ म्युजिकहरू नसुनिदिनु होला, मेरो चाहिँ यो सुझाव छ। र यो भिडियो कस्तो लाग्यो तपाईँहरूको अब मेरो कमेन्ट गर्नु होला। कस्तो छ डिभाइस पनि कस्तो छ। मैले त अब एकदमै सेटिस्फाइड भएर राम्रो लागेर मैले के गरेको। भिडियो चाहिँ तपाईँले कस्तो लाग्यो होइन, आइडिया पक्कै यो मैले इन्स्टल गरेको आइडिया तपाईँलाई फाइदाजनक हुनेछ। र आजको यो भिडियो चाहिँ कस्तो लाग्यो कमेन्ट गर्नु होला, प्रतिक्रिया दिनु होला। ल अब नेक्स्ट भिडियोमा भेटौँ। ल बाई।